अगाडि नामको महिमा राजा परीक्षितलाई बताउनुहुन्छ अजामिलको उपाख्यानद्वारा। अजामिल नाम गरेका एक ब्राह्मण थिए, बडा सुन्दर, उनको घर गृहस्थी थियो, पत्नी थिइन्, छोराछोरी थिए, राम्रोसँग गृहस्थ चल्दै थियो। जङ्गलमा दाउरा खोज्न गएका एक दिन त्यतै कथा थाल्नुभयो कि यतै सुन्दै हुन्छ, केही चिन्ता छैन, त्यतै गर्दा पनि हुन्छ, पालो पालो गरौँ, एकछिन थकाइ पनि लागेको छ। भागवत भगवानको यताको कथामा अल्छी लाग्यो भने त्यता कथा सुरु हुन्छ नि त, तसर्थ मैले आपत्ति मान्दिनँ। मैले कथा भनेको राम्रो भएन छ भनेर बुझ्छु, म गाली गर्दिनँ, चिन्ता नदिनु, चुप लाग्छु, तपाईँको कथा सुन्छु। यिनी जान्छन् जङ्गल, एक दिन दाउरा खोज्न भनेर गएको कि दाउरा खोज्न जङ्गलमा गएको, जङ्गलको किनारमा एउटी केटीसँग भेट भयो। मुसुक्क हाँसे कि के थिइन्, आँखा स्वाट्टै जुधिहालेछ। आँखा जुध्यो भने खतरा हुन्छ अरे, हेर्नु, प्रीतिर नयन योग त भन्छ शास्त्रले, जहाँ नयन जुत्छन् नि, नयनको योग भयो भने प्रेम हुन्छ। खतरा छ है भाइ मोहन, होसियार नै जुदाउ भन्दैछु म त। अच्छा, प्रीतिर नयन योग त, जहाँ नयन आँखा मिल्यो नि, हेर्नु प्रेमको खतरा भयो। आई कन्ट्याक्ट भन्नुहुन्छ नि, आई कन्ट्याक्टका चक्कर नपर्नु होला नि, फेरि आई कन्ट्याक्टले तपाईँको कन्ट्याक्टले लैजाला। आई कन्ट्याक्ट हुँदा हुँदै तपाईँको कन्ट्याक्ट लान्छ, अनि त्यहाँबाट कन्ट्याक्टै जान्छ नि फेरि। कोही नै भागवत भगवानको। अच्छा, माया बस्यो तिनैसँग नि यिनको, अजामिलको। तिमी बिना पनि डार्लिङ बाँच्नै सक्दिन भन्यो भने तिम्रो मार्छिन् होला नि त पत्नीले, यता मलाई डार्लिङ भन्न थाल्यो भने केही हुँदैन, दुईटा तिनवटा त चलिहाल्छ नि भने। चल्न त चल्थ्यो होला, म त जान मिल्दैन नि त, म त बराङ्गना हुँ, म त वेश्यावृत्ति गरेर जीवन यापन गर्छु भने उसले। त्यसो भनेपछि अनि उसले भन्यो ठिकै छ भाइ, यो कथा सकेपछि यिनलाई राख्न मिल्दैन बिहारभित्र, पुरै यसले त होइन साइड गर कि, अहिले यताबाट कुदाउँदैन, अहिले बाहिर राख कि, अहिले हामी बोकेर ल्याउनु, चिन्ता नगर, उतै राखौँ क्या। अहिले यहाँ बिचमा यसै काम गरिरहेको कथा गरिरहेको छ, बोक्दै आउँदा मजा आयो नि त है, कि तपाईँहरूलाई मजा लाग्यो? मलाई त अलिक मजा भङ्ग भयो। मजा लाग्छ। अनि त्यही कन्यासँग उसले जीवन यापन गर्न लाग्छ। हेर्नु, अब घर नजाउँ त, यतै घर जाउँ गरौँ, आखिरी त्यतिखेर जङ्गल फाड्न पाइँदो रहेछ, यहीँ जङ्गलको किनारमा चाहिँ फाँडफुँड पारौँ, टेका लगाउँ, घर बनाऊ, यतै बस्नु, छोडिदिन्छु। मलाई मन परेकै छैन क्या त्यो, तिमी देखेपछि त झन् उसको त यादै आउँदैन। हेर, म त तिमीसँगै जिन्दगी बिताउँछु भन्छ। अब हेर्नु कस्तो हुन्छ मान्छे। आमा बाउले त्यत्रो वर्ष दुःख गरेर हुर्काएको, प्रेम गरेको बिर्स्यो एकछिनमा नि। मेरो छोरो भन्दै काखमा छोरो उफार्थ्यो, त्यो छोरोको पनि माया लाग्नु छोड्यो, यतै त्यही नै कन्यासँग माया प्रेम बस्यो। हेर्नु, आमा हाँस्दै हुन्छ, मलाई पनि बाले त्यसै गरी माया प्रेम गरेर ल्याएको भन्ने सम्झिनु भयो जस्तो छ। अनि बडा प्रेमसँग रहँदै हुन्छन्। अब उसका घरमा कोही आउने कुरा त भएन। हेर्नु, एक त गाउँबाट निक्लेको, सबैले निन्दा गरेको, जङ्गलका किनारमा गएर बसेको। सन्यासीहरू जाँदै रहेछन् चतुर्मासको व्रत धारण गरेर नि, कतै यात्रामा थिए। साँझ परिसक्यो, बस्ने ठाउँ कहीँ मिल्दैन। यसो हेरेको तुलसीको मठ रहेछ घरको बाहिर। हिन्दूका 4-5वटा पहिचान हुन्छन्, ती 4-5वटा पहिचान भन्दा तपाईँ बाहिर हुनुहुन्छ भने तपाईँ हिन्दू भएर पनि हिन्दू होइन भन्छ शास्त्रले। जुन घरमा तुलसीको मठ छैन त्यो हिन्दू हुन सक्दैन। तुलसी रोप्नुहोस्, तुलसीले धेरै फाइदा गर्छ, नोक्सान गर्दैन। तुलसीले फाइदा गर्छ। सबभन्दा बढी रोग सार्ने जीव कुन हो थाहा छ? अलि युवाहरूले त भन्नु नि, तपाईँ चुप लाग्छ, कसले भन्दै ल, बिजोकै भन्नु। मेरो सबभन्दा बढी रोग सार्ने जीव झिँगा। तुलसीमा यस्तो गुण हुन्छ, जहाँ तुलसी हुन्छ नि त्यहाँ झिँगा आए बसे तापनि त्यो जुन रोग सार्ने जीव हुन्छ त्यो चाहिँ त्यही तुलसीले नष्ट गरिदिन्छ। अनि त्यही भएर वैष्णवहरूमा आज पनि त्यो छ, सनातनी भनेको छ फुस्केको साँडे जस्तो कुदेको छ, होइन? न गायत्री छ, न नुहाउँछ, न केही स्नान गर्छ। तसर्थ कमसेकम संस्कारवान आफू पहिले बन्न पर्यो, अरूलाई पहिले गाली गर्नुभन्दा अगाडि। कति राम्रो संस्कार छ क्या वैष्णवहरूमा नि। अनि तुलसीको आज पनि पानी पिए पनि, दुध पिए पनि, चिया खाए पनि, भोजन गरे पनि तुलसीको पत्ता राखेर भोग लगाएर भगवानलाई अर्पण गरेर अनि ग्रहण गर्ने परम्परा छ। देख्नु भएको छ त्यस्तो?
तपाईँ वैष्णवै नभए पनि कमसेकम तुलसीको पत्ता राखेर भोग लगाएर ग्रहण गर्ने गर्नुहोस्। तुलसीमा एउटा विशेषता हुन्छ कि त्यो रोग सार्ने जुन झिँगाको शक्ति हुन्छ नि त्यसलाई नष्ट गरिदिन्छ। कतिपय तुलसीका पनि थुप्रै प्रजाति हुन्छन्, कतिपय प्रजातिमा त झिँगा आउँदै आउँदैन, कतिपय तुलसीको प्रजातिमा त झिँगा बस्दैन। अन्यथा विचार गर्नु त जात र भातको कुरा गर्नुहुन्छ नि, छुवाछुतको कुरा गर्छौँ हामी। जुन दिन झिँगाको सृष्टि भयो त्यो दिनदेखि छुवाछुत सबै नष्ट भइसक्यो। यसो औपचारिकता मानेको मात्रै हो मान्छेले, किनकि 2 किलोमिटर परको खाना सुँगेर थाहा पाउँछ। यहाँ केही फोहोर गर्नु त एकछिनमा चलो केटा हो चलो चलो पुरा भिड गरिदिन्छन् झिँगाहरू। एकछिनमा 2 किलोमिटर परदेखि आउँछन्, 4000 लेन्स हुन्छ आँखामा। ल झिँगाको पनि सुन्नु, प्रति घन्टा लगभग 7 किलोमिटरको रफ्तारले उड्छ, त्यत्रो पावर हुन्छ झिँगामा। अनि आउँछ पर 2 किलोमिटर टाढादेखिको झिँगा कसरी भनिकिन्छ, थोरै फोहोर गरेर हेर्नु त। यी वरिपरिको झिँगा त्यति होला नि त, 2 किलोमिटर परदेखिको सुँगेर थाहा पाएर आउँछ क्या उ। अनि मैले खाँदै गरेको जुठोमा बसेको झिँगा तपाईँले खाना आँटेको मुछेको खानामा गएर बस्छ होइन भन्नु त? बस्छ नि, कहिले आएर खाना बस्दै नि कहाँको जुठो लिएर आएर बसेको छ, जुठै खुवाइसक्यो, कहाँ छुवाछुतको कुरा गरे। नेपालका कम्युनिस्टभन्दा क्रान्तिकारी लाग्छन् कहिलेकाहीँ झिँगाहरू मलाई। तसर्थ कमसेकम रोगबाट बच्नु छ भने तुलसी रोप्नुहोस् घरमा, यो हिन्दूको पहिचान। गौको पूजा कति छन् नि, गाईको पूजै नगर्ने आफूलाई ठालु हिन्दू सम्झन्छन् ती ढोगीहरू। तुलसीको महत्त्वै नबुझ्ने, गङ्गा गाई गायत्री तुलसी यी चिज हिन्दूहरूको पहिचान हो। न गङ्गाको महत्त्व बुझेको छ, गङ्गा भन्छ, न गायत्रीको न गौको महिमा बुझ्छ, अनि हिन्दूको कुरो गर्छ। तुलसीको मठ देखे सन्यासीहरूले भने यो घर पस्न लायक छ। त्यस्तो वेश्यावृत्ति गरेर जीवन गुजारा गर्नेको घरको पनि अगाडि तुलसीको मठ देखेपछि यो घर पस्न योग्य छ भनेर सन्तहरू प्रवेश गरे। त्यो तुलसीको मठले पहिचान दियो। अनि गएर रात्रि बसेपछि थाहा भयो, भोजन प्रसाद ग्रहण गरेपछि घर त गफ गर्दै गएपछि खुल्दै गयो त परिचय। नआउने घरमा आइएछ, नखाने ठाउँमा खाइएछ, अब गर्ने के। बिहान चाँडै जानुपर्छ भनेर सल्लाह गरे, नुहाइधुवाइ गरेर चाँडै निस्किन लागेको। हजुर अलिकति दक्षिणा लिएर जानु न भन्नु थाल्यो। नराम्रो ठाउँको कुनै चिज ग्रहण गर्नुभयो भने त्यसले तपाईँको ऊर्जालाई प्रभावित पार्छ, मस्तिष्कलाई प्रभावित पार्छ। तपाईँले माने नमान्नुसँग सत्य बद्लिँदैन होइन, त्यस्तो कहाँ हुन्छ। अर्काको खाँदै त्यहाँ गएर खाँदै नराम्रो ठाउँमा गएर खाँदै नराम्रो विचार आउँछ त भन्नुहुन्छ। अरे विज्ञानले मान्छ, तपाईँले नमानेर के भयो। तपाईँलाई अटोमेटिकली प्राकृतिक रूपले नेचरली तपाईँलाई त्यो गर्नको लागि दिवस बनाइरहेको हुन्छ। किनकि ऊर्जा त तपाईँ र म यहाँ छौँ नि। तपाईँले मेरो बारेमा नराम्रो भन्नु त मेरो भावनाभित्र आफैमा नराम्रो आउन थाल्छ। तपाईँले मलाई नराम्रो भनेको मलाई थाहा हुन्छ, मैले तपाईँलाई नराम्रो भने पनि तपाईँले थाहा पाउनुहुन्छ। अलिक सजग भएर बाँच्दा, किनकि ऊर्जा तपाईँ मेरोमा अहिले आदान प्रदान भइरहेछ। तपाईँ त्यहाँ म यहाँ बसेका छौँ होइन, आदान प्रदान चलिरहेछ। अब यसकोबाट दक्षिणा त ग्रहण गर्न हुँदैन भन्नुभयो सन्यासीहरूले। अब उपाय के गर्नु त भनेको, केही त उपाय गर्न पर्छ भन्नुभयो। तिम्रो बालक जन्मिनेवाला छ नि, त्यो बालकको नाम नारायण राखिदेऊ, हाम्रो लागि यही दक्षिणा हुन्छ। कति राम्रा ब्राह्मण हेर्नु, घरमा दिनभरि पूजा लगाएर के राख्नु, के दिउँ दक्षिणा, कति के राख्नु गुरु भन्दा पुराण लगाएर है तिम्रो छोरोको नाम चाहिँ नारायण राख्दै भन्दै पुरेत लिएर अनि हामी जान्छौँ भने त आहा यस्ता पुरेत त खोजिरहेको छौँ भन्दै हुन्छ। कति मजाको होइन, दक्षिणै परेन लैजा। हुन्छ म नारायण राख्नेछु भनेर उसले भनेपछि अनि त्यो बालक पनि केही समय पछाडि जन्मियो, हुर्कँदै गयो, बढ्दै गइसकेपछि अनि अजामिल जो थियो नि ब्राह्मण, जो त्यो वेश्यासँग चाहिँ विवाह गरेर बसेको थियो, उसको चाहिँ मृत्युको मुखमा पुग्दछ, ऊ चाहिँ मृत्युको निकट पुग्दछ। फेरि यता खुजुरा पैसा बज्न थाले। खुजुरा पैसा यस्तो पैसा हो नभई पनि हुँदैन, चाहिन्छ क्या सिक्वेन्स। अनि बोकेर हिँड्दा पनि बजेको छन्द्रङ बच्चाहरू त्यस्तै छन्। आफ्ना खुजुरा पैसालाई आफ्ना गोजीमा राखिदिनु हो नि कति राम्रो हुन्छ। तसर्थ आफ्ना नानीलाई आफ्ना साथमा राख्नु। छोरो चाहिँ ठुलो मान्छे बनोस् भन्ने चाहनुहुन्छ, अनि मान्छे चाहिँ छोडिदिनु भएको छ त्यसरी फुकुवा। अनि ठुलो हुन्छ त संस्कार बेलैदेखि दिनु पर्दैन। त्यसै गरी नाच्न थाल्छ तपाईँका जिन्दगीको अगाडि आएर ताण्डव देखाइदिन्छ जिन्दगीमा। पहिलेदेखि ताण्डव सिकाएको छ होइन, कमसेकम पछि कीर्तन गरोस् भन्नु त अहिलेदेखि कीर्तन सिकाउनु पर्यो नि। अहिले ताण्डव सिकाएर पछि बुढेसकालमा तपाईँलाई ताण्डव मार्छ नि, हेर्नु विचार गर्नु। अच्छा, अनि मृत्युको मुखमा पुगेपछि उसले चाहिँ डराएर नि काँपेर, अब मृत्युलाई देखेर मृत्युले उसलाई गाँजिरहेको थाहा पाएर टाढा खेल्दै गरेको आफ्नो छोरोलाई बोलाउँदछ। दूरे क्रीडनकाशक्तम पुत्रम नारायण उसले हे नारायण भनेर टाढा खेल्दै गरेको आफ्नो छोरोलाई बोलाउँदछ।
आऊ बाबु आऊ भनेर नि मृत्युको मुखमा पुगेपछि दूरे क्रीडनकाशक्तम पुत्रम नारायण वयम, नारायणलाई आह्वान गर्दछ, नारायण छोरो नारायण भन्दछ। यमका दूत आइरहेको थियो क्या त्यतिखेर, यसलाई लिएर जानु पर्यो। त्यही यमका दूतलाई देखेर त डराएर नारायण नारायण भनेको। त्यो सुन्ने बित्तिकै भगवान् विष्णुले भन्नुभयो यता आऊ, आफ्नो दूतलाई जाऊ गएर अजामिललाई लिएर आऊ, नारायण नारायण भन्दैछ। कस्तो मूर्ख देखाएको छ क्या यो कथाले भगवान्। आफ्नो छोरोलाई बोलाएको र आफूलाई बोलाएको थाहा नपाउने भगवान् देखाएको छ। हेर्नु कस्तो कस्तो त्यस्तो गरी कथा देखाएको छ। यहाँ भित्रको अर्थ के हुनसक्छ विचार गर्नु। आफूलाई बोलाएको कि आफ्नो छोरोलाई बोलाएको त्यो पनि थाहा नपाउने भगवान् भने जस्तो बनाएको छ। तर यो भित्र एउटा विज्ञान छ। आए विष्णुका दूतहरू आएर भने यमका दूतहरू जाऊ तिमीहरू, यो त स्वर्ग जान्छ भनेको आपसमा लडाइँ गर्न थाले। कहिले काहीँ नि हामी दुई आपसमा लड्छौँ नि, हामी दुई लडेको बेला फाइदा तेस्रोले लिन्छ। आज मर्नु पर्थ्यो, मृत्यु हुनु पर्थ्यो, अजामिलको मृत्यु भएन, उसले पुनः जीवन दान पायो। कहिले काहीँ हुन्छ नि तुलसीको मठमा निकालेपछि फेरि बाको प्राण आयो भने जस्तो फेरि जीवन आयो। अनि उसले त्यो सबै घटना देखेको कारणले गर्दा छोरोलाई नारायण भनेर बोलाउँदा त त्यत्रो प्रभाव पर्यो। यदि मैले नारायणलाई नारायण भनेर बोलाएँ भने के होला त। त्यो क्षणको उसले कल्पना गर्यो अनि गङ्गाको किनारमा गएर दिव्य तप गरेर नारायणको आराधना गरेर अनि त्यो वैकुण्ठलाई उसले प्राप्त गर्दछ। त्यो अधिकार, त्यो हकदार ऊ बन्दछ। अब विचार गर्नु, यहाँ यो नारायण शब्दको उच्चारण गरिराख्दाखेरि यहाँ शब्दको विज्ञानले काम गरेको छ, भाषा विज्ञानले काम गरेको छ। तपाईँ भाषा विज्ञानको विद्यार्थी हो भने यसमा केही भन्न पर्दैन, भाषा विज्ञानले काम गर्यो भन्ने बित्तिकै बुझ्नुहुन्छ। किनकि संस्कृतका एक एक अक्षरहरूको उच्चारणमा विज्ञान छ, शोध गरेर बनाइएको छ। अ को उच्चारण गर्दा अनुहारको ऊर्जा सञ्चालित हुन्छ, आ भन्दाखेरि निधारको ऊर्जा सञ्चालित हुन्छ, ई भन्दाखेरि आँखाको ऊर्जा सञ्चालित हुन्छ, अर्को दीर्घ ई छ, ई भन्दाखेरि अर्को दाहिने आँखाको ऊर्जा सञ्चालित हुन्छ, ऊ भन्नुहुन्छ देब्रे कानको ऊर्जा सञ्चालित हुन्छ, ऊ भनेर दीर्घ ऊको उच्चारण गर्नुहुन्छ, दाहिने कानको ऊर्जा सञ्चालित हुन्छ। यन्त्र लगाएर अहिले हेर्दा देखिने कुरा हुन्। हच्चाको घरमा थालेको भाषा होइन यो। एक एक अक्षरहरूको उच्चारण गर्दाखेरि बैखरी बाघ, मध्यमा बाघ, पश्चिन्ती बाघ जस्ता बाघहरूको यहाँ उच्चारण गरिएको छ। मौन पढ्दा पनि हुन्छ, ओठ हल्लाएर उच्चारण गर्दा पनि हुन्छ, ओठै नहल्लाइकन मनै मन पढ्दा पनि हुन्छ। भेदहरू छन्, पाठ भेदहरू छन्, उच्चारणका भेदहरू छन्। परा, पश्चिन्ती, मध्यमा, बैखरी आदि बाघहरू छन्। र यी अक्षरहरूको निर्माण यसरी गरेको छ नि, यी शब्दहरूको उच्चारण गर्दाखेरि त्यो ऊर्जा गएर अनन्तमा ठोकियोस् भन्नको लागि शब्दहरूको उच्चारण गरेको छ। तसर्थ शब्दहरूलाई त्यसरी ध्यानमा राखेर अनि यस्ता नामहरूको शोध गरिएको छ, खोज गरिएको छ। त्यही भएर नाम कीर्तन गर्नु भनेको, कीर्तन समूह छ यहाँ होइन, लामो समयदेखि कीर्तन हामी गर्दै आएका छौँ। ठाउँ थिएन, यसपालि मन्दिर भव्य बनेको छ, मन्दिरमा भगवान् आउनु भएको छ, साह्रै खुसी छौँ हामी भनेर मलाई आज बिहान केही सज्जनहरूले भन्दै हुनुहुन्थ्यो। यो बडा गौरवको कुरा हो। तपाईँ कीर्तन गर्नुहुन्छ भने सबभन्दा बढी अब नाम सङ्कीर्तन गर्नुहोस्, यो मेरो अनुरोध छ। यदि केही पाउनु छ भने कीर्तन गरेर, होइन बेलुका एकछिन यसो टाइम पास पनि हुन्छ, के यसो रमाइलो हुन्छ, बच्चाहरू पनि मोटिभेट हुन्छन्, हामीलाई पनि डिप्रेसन हुँदैन। एकछिन भेला भएर रमाइलो गर्दा फाइदा, भौतिक फाइदा मात्र हेर्नुहुन्छ भने जस्तो कीर्तन गरे पनि भयो, होइन आध्यात्मिक पनि लाभ लिन्छु भन्ने यदि अध्यात्मको लोभ छ भने तपाईँले आजैबाट नाम सङ्कीर्तन गर्ने प्रण गर्नुहोस्। नाम सङ्कीर्तन गर्नुभयो भने जीवनमा परिवर्तन आउँछ, थाहा पाउनुहुन्छ, आध्यात्मिकता घट्छ। तपाईँले ठुलो सिद्धान्त र शास्त्र जान्नु पर्दैन, मात्रै नामको कीर्तन गर्नुभयो भने धेरै कुरा तपाईँले महसुस गर्न सक्नुहुन्छ। कीर्तन भनेको नाम सङ्कीर्तनको महत्त्व बढी हुन्छ। जस्तै नि लामो भोडे भका, ठुला ठुला दाँत भका, लामो लामो सुँड भका, ढलक ढलक हिँड्ने, हे मेरा गणेशजी मलाई चिन्ने कि नचिन्ने, होइन यस्ता चाहिँ अब यो चाहिँ एकदम सामान्य भजन हो क्या यो, होइन गुण सङ्कीर्तन, लीला सङ्कीर्तन भयो क्या यी चाहिँ। त्यो पनि यस्तै त छ नि शब्द। हेर्नु त ल, तपाईँले गाउने भजनको एउटा गतिलो शब्द देखाउनुहोस् मलाई, ल चुनौती दिन्छु। सब लेखक यार हद हो गई, संस्कृति धर्म बुझ्नु पर्दैन, धर्म संस्कृति बुझ्नु पर्दैन भन्नु त त्यत्तिकै लेखक हुन्छ। त्यसको मर्म नबुझिकन गाउनुहुन्छ नि, यस्तो भजन छ नि एउटा, कति राम्रो भजन छ। ल म त बस्दिन यो पापी ठाउँमा, मलाई लैजाऊ न वैकुण्ठ धामैमा, म त बस्दिन। अब विचार गर्नु, यो भजन हो कि गाली गरेको? यस्तो भजन हुन्छ? यस्तो भजन हुन्छ? कल्पना गर्नु त। जुन माटोको अन्न खाएर तपाईँ हुर्किनु भयो त्यो चाहिँ पापी, तपाईँ पुण्यमा कहाँबाट टप्किनु भयो ल भनिदिनुहोस् मलाई। ठाउँ पापी हुन्छ कहिले? हाम्रो संस्कृतिले त उठ्ने बित्तिकै धरतीलाई आमा भन्छ,
समुद्र वसने देवी, समुद्रको वस्त्र धारण गरेकी देवी, पर्वतस्तन मण्डिते, पर्वतका उच्च उच्च चोटीहरू जस्ता स्तन भएकी, वक्षस्थल भएकी त्यस्तै विष्णुकी पत्नी तुभ्यम तिमीलाई नमस्कार गर्दछु भन्छ आचार्य प्रदीपको पङ्क्तिले। तसर्थ हाम्रो शास्त्रले त धरतीलाई आमा भन्छ अनि आमा चाहिँ पापी हुने ठाउँ कहिले पापी हुन्छ, म पापी हुन सक्छु, त्यो सम्भावना छ होइन भन्नु त? तपाईँ पापी हुन सक्नुहुन्छ, दुनियाँ पापी हुन सक्छ, मान्छेहरू त्यहाँ पापी हुन सक्छ व्यक्ति, तर कोही ठाउँ पापी हुन्छ भन्नु त? समय पापी हुन्छ, यो त कलियुगले खायो सबै मेरो दिमाग भने जस्तो। ल आइतबारले मेरो दिमागै एकदम खराब गरिदियो, चोरौँ चोरौँ लाग्यो अनि चोर्न गएँ भगवान् भजन भयो। त्यस्तै छैन नि भन त? कहिले समयले आइतबार उज्यालो हुँदै गर्दा जाऊ आज चोर्न भन्यो? समयले चोर्न विवश गर्दैन, ठाउँले गर्दैन, तपाईँको मनोवृत्तिले गर्ने हो। तसर्थ ठाउँलाई गाली गर्नु भजन होइन। भजन त अहोभावले भरिनु हो, कृतज्ञता प्रकट गर्नु हो, धन्यवाद छ प्रभु भन्नु हो भजन भनेको। मन्दिरमा गएर परमात्माको अगाडि गएर अनि किन यस्तो भजन गाउनुहुन्छ हजुरहरू भनेको कि होइन साह्रै छोटो हुन्छ अनि लामो बनाएको। मलाई त्यस्तो उत्तर मिल्यो, अहिलेसम्म मिलेको उत्तर त्यही, लामो बनाएको अरे लामो बनाउने चक्करमा ए राम 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 भन न। मैले बिहान आजसम्म कीर्तन गाउँदा अरू शब्द भनेको थाहा पाउनु भएको छ? त्यो एउटा कीर्तन 8, 9, 10 मिनटसम्म गरेका छौँ हामीले होइन भन्नु त? हरे राम हरे कृष्ण मात्रै भन्दा हुन्छ। गणेशको कीर्तन गर्नु परेछ त, गणेशको पनि नाम सङ्कीर्तन भेटिन्छ, भेटिँदैन भन्नु त? गङ्गणपतये नमो नमः, श्री सिद्धि विनायक नमो नमः, अष्टविनायक नमो नमः, गणपति बापा मोरया। अब गणेशजीको भयो, सूर्यको पनि भेटिन्छ, त्यस्तै खोज्न पर्यो, देवीको भेटिन्छ। अघि भर्खरै हामीले गायौँ होइन, माता शेरावाली, माता ज्योतावाली, माता पाथी भएर यसै गरी गाउँदा अब कुन तालमा गाउने, कुन रागमा गाउने। शिवको पनि भेटिन्छ, अघि गएको थियौँ हामीले ओम नमः शिवाय, ओम नमः शिवाय। यहाँ नारायणको चर्चा चल्दैछ, आउनुहोस् अब नारायणको कीर्तन गान गरौँ। कस्तो हुन्छ नाम सङ्कीर्तन सब मिलेर गान गर्नेछौँ, ठिक छ?